नमस्कार सम्पूर्णमा। आज पनि एउटा शेयर बजार सम्बन्धी जानकारीमूलक भिडियो लिएर उपस्थित भएको छु। भिडियो अन्तिमसम्म हेर्नुहोला। आज टेक्निकल एनालाइसिसमा सबैभन्दा उत्कृष्ट मानिएको इचुमोकु क्लाउड इन्डिकेटरको बारेमा विस्तृत रूपमा जानकारी दिने कोसिस गर्नेछु। यो इन्डिकेटर लङ टर्म तथा सर्ट टर्म दुवै इन्भेस्टरहरूको लागि उत्कृष्ट मानिएको इन्डिकेटर हो। यसको बारेमा विस्तृत रूपमा चाहिँ चार्टमै गएर बुझौँ होला। सुरुमा आफ्नो कम्प्युटरबाट नेप्सेको टेक्निकल चार्ट ओपन गर्नु होला। टेक्निकल चार्ट ओपन गरिसके पछाडि टपमा देख्न सक्नुहुन्छ इन्डिकेटर एफएक्स लेखेको ठाउँमा टच गर्नु होला। एफएक्समा गएर आइसी इचुमोकु क्लाउडको सर्ट होम आइसी टाइप गर्नु होला। सुरुमा आइसकेको छ। यहाँ विभिन्न लाइनहरू देख्न सक्नुहुन्छ। यी विभिन्न लाइनहरूको विस्तृत रूपमा जानकारी दिने कोसिस गर्नेछु। त्यसै गरी इन्डिकेटरको सेटिङमा टच गर्नु होला। सेटिङमा तीनवटा लाइन देखाइरहेको छ। सुरुको लाइन रहेको छ कन्भर्जन लाइन। कन्भर्जन लाइन चाहिँ 9 डेजको मुभिङ एभरेज हो। त्यसै गरी सेकेन्डमा रहेको छ बेस लाइन। बेस लाइन चाहिँ 26 डेजको मुभिङ एभरेज रहेको हुन्छ। कन्भर्जन लाइनले बेस लाइनलाई तलबाट काटेर गयो भने चाहिँ बाईको सिग्नल दिएको हुन्छ। त्यसै गरी कन्भर्जन लाइनले बेस लाइनलाई माथिबाट काट्यो भने चाहिँ सेल सिग्नल दिइरहेको हुन्छ। कन्भर्जन लाइन चाहिँ 9 दिनको हाई र लोलाई 2 ले डिभाइड गर्यो भने निस्किन्छ भने बेस लाइन चाहिँ 26 दिनको हाई र लोलाई 2 ले डिभाइड गर्यो भने निस्किन्छ। त्यसै गरी तेस्रो लाइन रहेको छ ल्यागिङ स्पान। यो चाहिँ पास्ट 26 डेजको मुभिङ एभरेज हो। बेस लाइनले चाहिँ माइनर ट्रेन्ड बताउने गर्छ भने यसले चाहिँ सेकेन्डरी ट्रेन्ड बताउने गर्छ। जब ल्यागिङ स्पान क्यान्डलभन्दा माथि छ भने त्यो बेला चाहिँ मार्केट बुलिस छ भन्ने बुझिन्छ। जब यो क्यान्डल सँगसँगै आउँछ त्यो बेलामा चाहिँ साइडवेज मार्केट भन्ने बुझिन्छ। र ल्यागिङ स्पान चाहिँ क्यान्डलभन्दा मुनि आयो भने चाहिँ त्यसलाई चाहिँ बेरिस ट्रेन्ड भन्ने गरिन्छ। र यो लाइन बाहेक अझ एउटा लाइन पनि रहेको छ जसको नाम चाहिँ लिडिङ स्पान 1 and 2 भनिन्छ। यो लाइन चाहिँ कन्भर्जन लाइन र बेस लाइनलाई प्लस गरी 2 ले डिभाइड गरियो भने चाहिँ लिडिङ स्पान 1 निकाल्न सकिन्छ। त्यसै गरी 52 डेजको मुभिङ एभरेज चाहिँ लिडिङ स्पान 2 भन्ने गरिन्छ। यो दुईवटा लाइनहरू मिलेर बनेको क्लाउडले चाहिँ ट्रेन्ड बताउने गर्छ। जस्तै क्यान्डल मुनि छ हरियो छ भने यो चाहिँ बुलिस ट्रेन्डमा छ भन्ने बुझिन्छ। त्यसै गरी रातो क्लाउड बनिरहेको छ र माथि क्यान्डलभन्दा माथिपट्टि बनिरहेको छ भने त्यो चाहिँ बेयरिस ट्रेन्ड भन्ने बुझिन्छ। त्यसै गरी क्यान्डल सँगसँगै क्लाउड बनिरहेको छ भने त्यो चाहिँ साइडवेज मार्केट भन्ने बुझिन्छ। जब मार्केट बुलिस भइरहेको हुन्छ त्यो बेला चाहिँ यो क्लाउडले चाहिँ सपोर्टको काम गरिरहेको हुन्छ। त्यसै गरी जब मार्केट बेयरिसतिर गइरहेको हुन्छ त्यसले चाहिँ यो क्लाउडले चाहिँ रेसिस्टेन्टको काम गरिरहेको हुन्छ। अब यी तीनवटै लाइन लगाएर हेरौँ। जब निलो रेखाले रातो रेखालाई चाहिँ तलबाट काटिरहेको हुन्छ भने बाई सिग्नल आएको भन्ने बुझिन्छ। त्यसै गरी निलो रेखाले चाहिँ रातो रेखालाई माथिबाट क्रस गर्यो भने चाहिँ त्यसलाई चाहिँ सेल सिग्नल भन्ने गरिन्छ। यो इन्डिकेटरलाई फ्युचर पनि किन देखाउँछ भनिएको हो भने यहाँ देख्न सक्नुहुन्छ 26 दिन अगाडिको मार्केटको ट्रेन्ड पनि यसले बताइरहेको छ। यो इन्डिकेटर लगाएर ट्रेड गर्नुभयो भने चाहिँ तपाईँले धेरै नाफा कमाउनुहुनेछ भन्ने आशा गर्दछु। भिडियो कस्तो लाग्यो सुझाव सल्लाह कमेन्ट गर्न नभुल्नु होला। साथै अमृत मन्त्र युट्युब च्यानललाई सब्सक्राइब गर्न नभुल्नु होला। थ्याङ्क यू।